नमस्कार, विविध खबर हेर्दै हुन्छ। मेरो नाम हो भोला भट्टराई। यो भिडियो विशेष गरी गोविन्द चौधरीसँग सम्बन्धित छ। गोविन्द चौधरी मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर 3 बस्ने 28 वर्षका व्यक्ति हुन्। उनको दाहिने हात र दाहिने खुट्टा दुवै कमजोर छ। उनलाई हिँड्न उभिन आफ्नो दैनिक काम गर्न गाह्रो हुन्छ र बोली प्रष्ट छैन। उनलाई बोल्न आवाज निकाल्न धेरै गाह्रो हुन्छ, तर उनी अरूले बोलेको सुन्छन् र बुझ्छन्। जीवनको यो शारीरिक कठिनाइसँग जुझ्दै उनले 28 वर्षसम्म आइपुग्दा विद्यालयमा जसोतसो अध्ययन गरेर केही वर्ष अगाडि एसएलसी पास गरिसकेका छन्। उनलाई पढ्न मन लाग्छ, तर कलेज टाढा छ। गोविन्दको व्यक्तिगत र पारिवारिक कथा पनि धेरै दर्दनाक छ, जो मैले यहाँ भन्नुभन्दा फेरि तपाईँको चासो भयो भने म अर्को भिडियोबाट गोविन्दको बारेको जानकारी राख्नेछु। अहिलेको यो भिडियो चाहिँ विशेष गरी गोविन्दको त्यो कठिनाइ जो थियो, उनी आफूले बुनेको मुढा र केही किनेर खरिद गरेका सामग्रीहरू बजारमा बेचेर त्यसबाट आम्दानी बनाउँछन्। उनको नाममा कतै पनि जग्गा जमिन छैन। एउटा सानो घर छ जो वडा कार्यालयको सहयोगबाट बनिएको हो। त्यो घर बनिएको जमिन पनि उनको आफ्नो होइन। साथमा 70 वर्ष माथिका उनका हजुरबा हुनुहुन्छ। हजुरबा प्यारालाइज भएर हिँड्न नसक्ने अवस्था छ। अहिले उहाँको स्वास्थ्य अझ जटिल बन्दै गइरहेको छ र हजुरबाको गोविन्दले नै स्याहार सुसार गर्नुपर्छ। हिँड्न डुल्न मद्दत गर्ने, शौचालय जान डोर्याउनु पर्ने, खानपिन गराउनु पर्ने र उहाँको सरसफाइमा समेत गोविन्दले मद्दत गर्नुपर्छ। जबकि गोविन्द आफै ठिकसँग उभिन्न, हिँड्न र काम गर्न सक्दैनन्, गाह्रो हुन्छ। यो अवस्थामा गोविन्दले आफूले चलाउने एउटा साइकल छ मेनुअल, जो चाहिँ हातले पाइडल घुमाएर अगाडि बढाउनुपर्छ। त्यो साइकलको पछाडिपट्टि गाँसिएको सानो टलीमा उनी सामानहरू राखेर बजार जान्छन्। स्थानीय बजारमा लगेर कुचो, मुढा, पङ्खा लगायतका सामग्री बेचेर आम्दानी बनाउँछन् र त्यो खर्चले आफ्नो घर जोटार्छन्। अपाङ्गता शीर्षकमा सरकारले दिने भत्ता बाहेक उनको अरू आम्दानी छैन। साइकल चलाउँदा उनलाई निकै गाह्रो हुन्छ। उकालो बाटो पनि हिँड्नुपर्छ र हातभरि ठेला उठेका हुन्छन्। जाडो, गर्मी, पानी, झरी, बर्सात सबै सहेर उनी बजार गएर सामान बेचेर 8 बजी घर पुग्छन् र खानपिन गरेर सुत्दा 10-11 बज्छ। यो उनको दैनिकी हो। गोविन्दको यो अवस्था देखेर मैले केही समय अगाडि टिकटकमा उनको बारेको जानकारीको भिडियो राखेको थिएँ। यो जानकारीपछि केही साथीहरूले उहाँलाई केही सहयोग गर्न इच्छा गर्नुभयो र त्यो सहयोग के को लागि थियो भन्दा गोविन्दलाई कमसेकम एउटा अर्को साइकल किनिदिउँ। त्यस्तै यो पुरानो भयो, मर्मत गर्दा झमेला भइरहेको छ, खर्च भइरहेको छ, त्यति नै थियो। तर साथीहरूले गर्नुभएको सहयोग क्रमशः थपिँदै आयो, जोडिँदै आयो र त्यो सामान्य साइकल किन्न त पुग्ने थियो। तर थप साथीहरूले मसँग क्युआर मागेर गोविन्दलाई कसरी सहयोग गर्न सकिन्छ भनेर सहयोग गर्ने इच्छा देखाउनु भयो, जो बढ्दै गयो र खर्च थपिँदै गयो। र पछि मलाई पनि लाग्यो अब गोविन्दलाई विद्युतीय साइकल, व्हिलचेयर हामीले किनिदिन सक्छौँ होला। त्यसपछि अरू थप पनि खर्च आउँदै गयो र यो विद्युतीय व्हिलचेयर किन्नलाई पुग्ने भयो। र विभिन्न स्टोरहरूमा बुझ्दै जाने क्रममा पछिल्लो पटक गएर राष्ट्रिय आविष्कार केन्द्रमा म जोडिन पुगेँ। आदरणीय महावीर पुन सरसँग सम्पर्क भयो। उहाँले समन्वय गरिदिनु भयो र त्यहाँका प्राविधिक राजु थापाले सोधपुछ गर्नुभयो कस्तो चाहिन्छ गोविन्दको शारीरिक बनोट, उनको शारीरिक वजन र उनको अवस्था। यो सबै बुझेपछि उहाँले तयार गरेर पठाइदिनु भयो। व्हिलचेयर आयो। यो विषयका विभिन्न साना छोटा आंशिक जानकारीका भिडियोहरू आइरहेकै छन् मेरो फेसबुकमा र टिकटकमा। युट्युबमा पनि योभन्दा अगाडि गोविन्दलाई व्हिलचेयर हस्तान्तरण गरेको भिडियो आइसकेको छ। तर यो खर्च जुटाउनको लागि, प्राप्त गर्नको लागि कसले सहयोग गर्नुभयो, कहाँबाट सहयोग गर्नुभयो र कति सहयोग गर्नुभयो भन्ने त्यो जानकारी चाहिँ यो भिडियोमा म राख्दैछु। रोचक कुरा के छ भने यो रकम दिने सहयोगीहरूमध्ये अधिकांश महिला दिदीबहिनीहरू हुनुहुन्छ र सबैजसो प्रायः परदेशमा बस्ने नै हुनुहुन्छ। आफ्नो बाध्यता, आफ्नो व्यवस्था र आफ्नो परिस्थिति अनुसार नेपालमा बस्ने साथीहरू यो सहयोगमा जोडिनु भएको सङ्ख्यामा कम हुनुहुन्छ। तर उहाँहरूको माया, स्नेह, गोविन्दलाई उहाँहरूले देखाउनु भएको आशीर्वाद र हौसला चाहिँ निरन्तर छँदैछ। अब म सिधै अगाडि जान्छु यो सहयोग गर्ने साथीहरूको नाम, विवरण। कति साथीहरूले मेरो नाम खुलासा नगरिदिनु भन्नुभएको छ।
कतिले ठिकै छ भन्नुभएको छ र कतिसँग चाहिँ यो बारेमा सोधपुछ गर्दा कतिले उत्तर दिनु भएन, कतिले चाहिँ केही पनि जवाब दिनु भएन। त्यसैले तपाईँको नाम यहाँ आयो भने यो नाम नराखेको भए हुन्थ्यो भन्ने तपाईँलाई लाग्दै थियो भने क्षमा गर्नुहोला। यो बारेमा मैले पहिले पनि सूचना राखिसकेको थिएँ र तपाईँले त्यो सूचना देख्नु भएन भने यहाँ तपाईँको नाम आउन पनि सक्छ। तर नाम नराखिदिनु भन्ने साथीहरूको मैले गोपनीयताको सम्मान गरेको छु। सबैभन्दा पहिले चन्द्र कटुवाल हुनुहुन्छ, कानेपोखरी 4, उहाँले 1000 रुपियाँ सहयोग गर्नुभएको छ। सिजन बिक उदयपुर रामपुरबाट रु 2000, जागेश्वर चौधरी सुन्दर हरिचा 11बाट 3000 रुपियाँ, पूर्वेली कान्छी उहाँको घर कानेपोखरी 6 मोरङमा हो 2000 रुपियाँ, दीपक बिक कानेपोखरी 6 मोरङ 2055 रुपियाँ। एकजना चेली हुन्छ, उहाँले चाहिँ फोन नै गरेर क्युआर माग्नु भएको थियो मसँग र उहाँले मेरो नाम खुलासा नगरिदिनु होला भन्नुभएको छ। उहाँ चाहिँ सेक्युरिटी सेवामा कार्यरत हुनुहुन्छ, चेली नवलपरासीबाट उहाँले 1005 दिनुभएको छ। बर्ड्स मन्टेश्वरी यो नखु ललितपुरमा रहेको विद्यालयबाट 3000 रुपियाँ प्राप्त भएको छ। एकजना महिला हुनुहुन्छ, उहाँको पछाडिको नाम मात्रै म भन्छु, राई लेख्नुभएको छ उहाँले, पछिल्लो दोस्रो नाम नखुलाइदिनु भन्नुभएकोले उहाँले क्यानाडाबाट 1001 दिनुभएको छ, सरी 1101 उहाँले दिनुभएको छ। एकजना मते थरको पुरुष साथी हुनुहुन्छ, उहाँले 3000 रुपियाँ दिनुभएको छ। त्यसै गरी शक्तिकला छेत्री इन्डियामा बस्नुहुन्छ, हाल इजरायलमा हुनुहुन्छ, उहाँले 5000 दिनुभएको छ। मेरो टिकटकमा धेरै ठाउँमा उहाँले कमेन्ट पनि गर्नुभएको छ। त्यसै गरी भूपेन्द्र साकिया मोरङ कानेपोखरी 4बाट रु 2000, अशोक खत्री कानेपोखरी 6 मोरङबाट रु 2000 र उहाँले अशोकजीलाई चाहिँ अरू साथीहरूलाई पनि यो गोविन्द भाइको बारेको जानकारी पठाएर भिडियो पठाएर आफ्ना साथीहरू मार्फत पैसा सङ्कलन गरेर पटक गरेर मेरोमा पठाइदिनु भएको छ। यो अशोक भाइले पठाउनुभएका साथीहरूको नाम चाहिँ सुदीप खतिवडा कानेपोखरी 6 मोरङबाट 2000 रुपियाँ, मिनकुमार कटुवाल कानेपोखरी 7बाट 3000 रुपियाँ, विक्रम नेउपाने कानेपोखरी 5 मोरङबाट 2000 रुपियाँ, मिलन निरौला रङ्गेली 9 सखुवाथानबाट रु 2500, भुवन कटुवाल कानेपोखरी 6 मोरङबाट 2155। यति नाममा चाहिँ अशोक भाइले उहाँहरूलाई जानकारी दिएर मेरो खातामा पठाइदिनु भएको हो। त्यसै गरी दीपक रिजाल हुनुहुन्छ, कानेपोखरी 4 मोरङबाट 2000 रुपियाँ, मुना लामा जापानबाट 2500, जस्मी राई काठमाडौँबाट 2005, सुनिता राई उहाँको ठेगाना थाहा छैन 6003 रुपियाँ पठाउनु भएको छ। उहाँहरूको ठेगाना चाहिँ मैले पैसा पठाइदिइसकेपछि नाम ठेगाना दिनु होला भनेर मैले सन्देश पठाउँदा उहाँले त्यसको चाहिँ जवाब पठाउन छुट्नु भएको, उहाँले नपठाउनु भएको, फेरि सम्पर्क नभएको कारणले त्यो छुटेको हुन्छ र कतिको चाहिँ मैले व्हाट्सएपमा सम्पर्क हुँदा उहाँहरूको नाम ठेगाना चाहिँ व्हाट्सएपमा भएको अनुसार राखेको छु। दिपा नाम छ एकजनाको, उहाँको पनि ठेगाना थाहा छैन, 1505 दिनुभएको छ। एलिसा कुरुङबाङ मधुमला मोरङबाट 2000 रुपियाँ। त्यसै गरी लन्दिसरी मगर्नी उहाँको फेसबुकमा उहाँको नाम चाहिँ विजया थापा छ, उहाँले लन्डनबाट 25001 रुपियाँ पठाउनु भएको छ। त्यस्तै गरी मेनिफेस्टिङ नाममा एउटा आइडी थियो, उहाँले मसँग सोधपुछ पनि गरेर अङ्ग्रेजीमै संवाद गरेर यकिन गरेर कि गोविन्द भाइको हातमा पुग्छ र यो सदुपयोग हुन्छ भन्ने सोधपुछ गरेर विश्वस्त भएर पठाउनु भएको छ। उहाँको व्हाट्सएपमा UAE ठेगाना देखिएको छ, उहाँले 2000 पठाइदिनु भएको छ। सनिसा राई दुबईबाट 5000 रुपियाँ। सृजना उहाँको नाम गोप्य राखिएको छ, यति नाम मात्रै राखिएको छ। बिर्तामठ घर भई काठमाडौँ बस्छु भन्नुभएको छ, उहाँले 1000 दिनुभएको छ। अकृत मिक्चेन यो नाम पढ्न मलाई अलिकति अप्ठ्यारो पनि लागिरहेछ, अकृत मिक्चन अङ्ग्रेजीमा लेख्नु भएकोले मैले यस्तै पढेँ। सर्लाहीमा हो, उहाँ हाल अस्ट्रेलियामा हुनुहुन्छ, 1000 रुपियाँ पठाउनु भएको छ। सन्ध्या राई पोर्चुगलबाट 3504, यो पोर्चुगल भन्ने चाहिँ उहाँको व्हाट्सएपमा मैले देखेको भएर त्यो लेखेको हो। मनिषा तामाङ कुवेतबाट 2500, ज्योति खनाल गजुरेल विराटनगरबाट 1000 रुपियाँ। लक्ष्मी लिम्बू पथरीबाट हो, हाल युके बस्नुहुन्छ, 4050, उहाँले आफूसहित 4 जनाको साथीहरूको
सङ्कलन गरेर एकमुष्ट एउटै भाउचरमा पठाउनु भएको थियो। उहाँका अरू साथीहरू ज्योति गुरुङ पोखराबाट हाल युके 2025 रुपैयाँ, पुष्पा राई झापा हाल युकेमा 2025 रुपैयाँ, सीता राई पोखरा हाल युकेमा 3037। यो 4 जनाको चाहिँ लक्ष्मी लिम्बुज्यूले पठाइदिनु भएको। त्यस्तै गरी शरद कुमार बजगाई अस्ट्रेलियाबाट 5424, राकेश खनाल पोर्चुगलबाट 5000, हर्कराज विष्ट सुन्दर हराइजा 4 उहाँले 1000, प्रमिला धरानमा बस्नुहुन्छ हाल इजरायलमा हुनुहुन्छ उहाँले 5000 पठाइदिनु भएको छ। उहाँले चाहिँ धेरै पटक मेरो टिकटकमा कमेन्टहरू र अन्य रेस्पोन्स गरिरहनु भएको छ, धेरै धेरै धन्यवाद। बबिता राई कानेपोखरी 6 घर हो, इजरायल बस्नुहुन्छ उहाँले 20,000 रुपैयाँ पठाउनु भएको छ। पारु दाहाल बिर्तामोडी झापाबाट 1000, रमेश कार्की कानेपोखरी 7 उहाँको वाट्सएपमा क्रोएसिया लेखेको पाइयो। कहाँ बस्नुहुन्छ अब यो उहाँलाई नै थाहा छ, मैले यो वाट्सएपमा हेरेर लेखेको हो। उहाँले 3005 रुपैयाँ दिनुभएको छ। मन्जिल युकेबाट 61,111 रुपैयाँ, यो चाहिँ अलि रोचक छ। यो रकम अलिकति उच्च थियो अनि मैले उहाँले पठाइदिनु भएको भाउचर हेरेपछि तपाईँले झुकिनु भएको हो कि यति रकम जानेरै पठाउनु भएको हो, धेरै पठाउनु भयो भन्दाखेरि मैले दिएकै हो भन्नुहुन्थ्यो। उहाँको पुरा नाम थाहा छैन। मन्जिल लेख्नु भएको छ युकेबाट 61,111, यहाँलाई धेरै धेरै धन्यवाद। रोहन थापा काठमाडौँबाट 2500, विष्णु गिरी विराटनगरबाट 1100, लक्ष्मी गुरुङ यहाँ अर्को नाम छ शिवलाल श्रेष्ठ, उहाँको ठेगाना थाहा भएन, उहाँले 1500 दिनुभएको छ। लक्ष्मी गुरुङ स्वयम्भूबाट 10,000 रुपैयाँ, देविका राई इटहरीबाट 1100, रामकृष्ण उहाँको नाम यति नै राखेको छ। उहाँले मेरो यो सार्वजनिक गर्नु त्यति अनिवार्य छैन, म यो सहभागिता मात्रै मैले राखेको हो भनेर भन्नुभएको थियो, यति नाम मात्रै मैले भनिदिएँ। 505 रुपैयाँ दिनुभएको छ र यति जम्मा भइसकेपछि चाहिँ अब गोविन्दलाई व्हिलचेयर किन्नको उद्देश्य पुरा भइसक्यो। अब चाहिँ थप रकम आवश्यक छैन, कृपया अब सम्पर्क गरेर पैसा दिनु यो बन्द गरिएको छ भनेर मैले सूचना राखिसकेको थिएँ। तर स्थानीयवासी भएकोले अगाडिदेखि सम्पर्क गर्दै गर्नुभएको, म पनि सहयोग गर्छु भन्दै गर्नुभएको व्यक्तित्व हुनुहुन्छ रोहिन्द्र कुमार राजभण्डारी कानेपोखरी 6 मोरङ, उहाँले चाहिँ मैले खाता लेनदेनको खाता क्लोज गरिसकेपछि पनि आएर 1500 दिनुभएको छ। त्यस्तै गरी एकजना यसपछि अर्को एकजना मित्रले इटहरी 7बाट सहयोग गर्नुभएको छ, उहाँले नाम गोप्य राखिदिनु भएको छ। उहाँको पछाडिको नाम चाहिँ चौधरी हो, उहाँले 3000 रुपैयाँ दिनुभएको छ। यति सबैजना साथीहरूको रकम जम्मा हुँदाखेरि चाहिँ मेरो खातामा आएको पैसा 2,20,782 भएको थियो। यो बाहेक गोविन्दको खातामा सोझै एकजना साथीले गोविन्दको एनआइसी ब्याङ्कको खातामा रहेको एकाउन्टमा 10,000 रुपैयाँ हालिदिनु भएको थियो, पठाइदिनु भएको थियो। उहाँको नाम हो कमल कार्की कानेपोखरी 5बाट। यो पैसा चाहिँ अहिले पनि गोविन्दको खातामै छ। मैले चाहिँ मेरो खातामा आएको पैसाको हिसाब भन्दैछु, त्यसैले मेरो खातामा आएको भनेर तपाईँको 10,000 रुपैयाँलाई मैले जोडेको छुइनँ, यो चाहिँ मैले जानकारी राखेको। उहाँले गोविन्दलाई पठाइदिएपछि मलाई त्यसको भाउचर पठाइदिनु भएको थियो। यो बाहेक गोविन्दको घरैमा लगेर एकजनाले 4,000 रुपैयाँ दिनुभएको थियो, त्यसलाई पनि मैले मेरो आम्दानीमा राखेको छैन। अब यो जम्मा आम्दानी मैले भन्दैछु, जो कमल कार्कीले ज्यूले दिनुभएको 10,000 र अर्को एकजनाले दिनुभएको 4,000लाई नजोडिकन मेरो खातामा मात्र आएको पैसा चाहिँ 2,20,782 हो। अब यति खर्च भइसकेपछि एकजना मित्रले अगाडिदेखि नै भन्दै हुन्थ्यो म पनि सहयोग गर्छु, म सकेसम्म सबै सहयोग गर्छु भन्नुभएको थियो। तर पछि उहाँसँग सम्पर्क हुँदा चाहिँ जुन व्हिलचेयर चाहिँ राष्ट्रिय आविष्कार केन्द्रमा किन्नलाई यसको मूल्य तोकिसकेर अनि कसरी यसको चाहिँ लेनदेन हुन्छ भन्दा उहाँले त्यहाँबाट चाहिँ तपाईँले हाम्रो खातामा पैसा जम्मा गरिदिइसकेपछि मात्रै व्हिलचेयर बनाउने तयार गर्ने काम सुरु हुन्छ भन्नुभएको थियो। त्यसैले पहिले नै पैसा जम्मा गर्न जरुरत थियो र मैले उहाँलाई जोले अस्ट्रेलियाबाट सम्पर्क गरेर म सहयोग गर्छु भन्नुहुँदै थियो। उहाँलाई सम्पर्क गर्दा उहाँले चाहिँ 50,000 रुपैयाँ चाहिँ सोझै राष्ट्रिय आविष्कार केन्द्रको खातामा पठाइदिनु भएको थियो। विकास सुनार उहाँको नाम र उहाँले यो पैसा चाहिँ हामी अस्ट्रेलियावासी नेपाली इसाई समाजको तर्फबाट हो भन्नुभएको छ।
त्यो पैसा 50,000 जो उहाँले राष्ट्रिय आविष्कार केन्द्रको खातामा पठाइदिइसकेपछि मसँग त 2,20,000 छँदै थियो। त्यहाँबाट मैले 50,000 मात्रै पठाइदिएपछि व्हील चेयरको मूल्य पेमेन्ट भयो अथवा 1,00,000 मा व्हील चेयर तयार भएको हो। जो चाहिँ व्हील चेयरको पछाडिपट्टि एउटा ट्रली तपाईँले देख्नुहुन्छ, त्यो चाहिँ राष्ट्रिय आविष्कार केन्द्रले सहयोगको रूपमा बनाइदिएको, जो एल्युमिनियमबाट बनेको हुनाले यो अलिकति खर्चिलो पनि हुन्थ्यो, जसलाई उहाँहरूले चाहिँ सहयोगको रूपमा बनाइदिनु भएको छ। अब खर्च कति भयो त भन्दाखेरि चाहिँ 2,20,782 मध्येबाट 50,000 रुपियाँ व्हील चेयरको लागि पठाइयो अनि ढुवानी खर्च 3,040 रुपियाँ खर्च भयो। मोबाइल किनिदिएको छौँ हामीले गोविन्दलाई, मैले भनौँ त्यो मोबाइल चाहिँ 17,000 मूल्यको थियो, काहीँ 18,000 पनि पर्छ अरे। तर यो मोबाइल विक्रेता बयरवन बजार, कानेपोखरी 6 मा रहेको बयरवन बजारका सञ्चालक, पसल सञ्चालक बिएन इलेक्ट्रोनिक्सका साथीहरू विनोद नेउपाने र विकास नेउपाने, उहाँहरूले यो मोबाइल 16,500 मा उपलब्ध गराउनु भएको छ गोविन्दलाई अलिकति प्रेम भावले। त्यसो गर्दा यो मसँग भएको पैसाबाट 69,540 रुपियाँ खर्च भयो र गोविन्दको पैसा अलिकति बच्यो 1,51,242। र मैले अघिल्लो भिडियोमा पनि भनेको छु, गोविन्दको मोरङ कानेपोखरी 6 रमाइलो बजारमा रहेको रमाइलो जनएकता साकोसमा उनको सदस्यता खाता थियो। त्यहाँ उनले मासिक बचत गर्ने गर्थे, अहिले पनि गर्दैछन्। तर त्यो पैसा मासिक बचतमा सेयरमा रहने भएकोले उनले चाहेको बेलामा लिन नमिल्ने हुन्छ। त्यही संस्थामा उनको बचत खाता खोलेर चाहेको बेला पैसा फिर्ता लिन मिल्ने वा फेरि थप जम्मा गर्न मिल्ने खाता खोलिएको छ। त्यो खातामा चाहिँ मैले यो बाँकी रहेको पैसा राखिदिएको छु। 1,51,242 लाई थप गरेर 1,51,500 रुपियाँ गोविन्दको खातामा जम्मा गरिएको छ। यो सम्पूर्ण विवरण अहिले चाहिँ जो मैले भन्नु नै बाँकी थियो, भन्नुपर्ने थियो, यो यति नै हो। जसले जहाँबाट सहयोग गर्नुभयो, तपाईँसँग मेरो प्रत्यक्ष चिन्जान छैन, जो टिकटकमा जोडिनु भएको साथीहरू हुनुहुन्छ धेरै जसो, तर तपाईँले विश्वास गरेर मैले यो काम इमान्दारितापूर्वक गर्छु भनेर यो विश्वासले यो दिनुभयो। मन र धन दुवै एकैपटक हुनुभएको मेरा 26,400 भन्दा बढी टिकटकमा फलोअरको रूपमा रहेको साथीहरूमध्ये जो संयोगले जोडिनु भयो, गोविन्दको बारेको जानकारी पाएर सहयोग गर्ने इच्छा गर्नुभयो, सहयोग गर्नुभयो। शङ्का पनि लाग्न सक्छ, अहिले आजभोलि त्यस्ता धेरै ठगीका घटनाहरू भएका छन्। भोलाभट्टराई कस्तो मान्छे हो भन्ने त तपाईँलाई पनि थाहा छैन, तपाईँलाई शङ्का लाग्नु स्वाभाविक हो। कतिले चाहिँ क्युआर कोड माग्नुभयो अनि गोविन्दको चाहिँ छैन, यो मेरो हो, गोविन्दको ब्याङ्क खाता छ तर क्युआर छैन भनेपछि मेरो क्युआर पठाउँदा कति साथीहरूले चाहिँ फेरि थप रेस्पोन्स गर्नु भएन, लाग्यो उहाँहरूलाई शङ्का लाग्न सक्छ, सदुपयोग नहोला, त्यो स्वाभाविकै थियो। तर तपाईँले विश्वासले पठाउनु भएको रकमलाई मैले मेरो इमान्दारी प्रयोग गरेर जे गर्नुपर्ने थियो गोविन्दको लागि व्हील चेयर खरिद गरेर उनलाई हस्तान्तरण गरिएको छ र बाँकी रहेको पैसा गोविन्दको खातामा राखिएको छ, जो चाहिँ गोविन्दले मात्रै त्यसलाई निकाल्न सक्छन्। यो एउटा पुण्यको काम गरियो, भगवानको सबैलाई आशीर्वाद रहोस् तपाईँलाई। अनि मैले चाहिँ माध्यमको रूपमा यो काम गरेको हो, मलाई धेरै जस नदिनु होला। तपाईँहरू नभएको भए यो सम्भव थिएन। मैले त सहयोग गर्न इच्छा गरेको थिएँ अगाडिदेखि नै, तर मसँग पैसा थिएन, म एक्लैले सहयोग गर्न सक्दिनँ थिएँ। अहिले सहयोग खोज्ने क्रममा तपाईँहरू जोडिनु भयो। कति साथीहरूले भन्नुहुन्छ तपाईँले बाहिर ल्याइदिनु भयो गोविन्दलाई अनि हामीले दिन पायौँ, यो पनि तपाईँको तर्फबाट ठिक छ। फेरि मेरो तर्फबाट चाहिँ तपाईँहरू नभएको भए चाहिँ मैले चाहिँ के गर्थेँ, भिडियो खिच्ने राख्ने मात्रै हो। त्यसैले यो समग्रमा भन्दा हामी सबैको कोसिस, हामी सबैको योगदानले यो सम्भव भयो। समाजमा सहयोग गर्नुपर्ने मान्छेहरू अरू पनि छन्, तर तीमध्ये गोविन्दलाई चाहिँ पहिले सहयोग गर्नुपर्छ भन्ने लागेको थियो। आज यो सफल भयो। उनको खुसी, उनको मुस्कान अनि त्यो खुसीसँगै उनको बगेको आँसु पनि जो खुसीको आँसु थियो, यो सबैको आशीर्वाद मलाई भन्दा पहिले चाहिँ तपाईँलाई लागोस्। समाजमा फेरि पनि यस्ता मान्छेहरूलाई सहयोग गरिरहन हाम्रा हातहरू फेरि पनि जोडियोन्। सबैको जय होस्। आजलाई यति नै, नमस्ते। धेरै धेरै धन्यवाद। आजको यस महान कार्यमा, यस पुण्य कार्यमा म पनि उपस्थित हुन पाउँदा आफूलाई गौरवान्वित महसुस गरेको छु। गोविन्द चौधरी यो हाम्रो समाजकै एउटा अनुकरणीय व्यक्ति हुन्। उनलाई व्यक्तिगत रूपमा म धेरै लामो समयदेखि चिन्छु र उनका धेरै अव्यक्त भावनाहरू पनि म मार्फत व्यक्त गर्छन्।
अब विशेष गरी मेरो अनुरोध चाहिँ उनले जुन पाए राष्ट्रिय आविष्कार केन्द्र त्योभन्दा पनि बढी चाहिँ भोला सरको बहुत देन छ। भोला सरलाई धेरै धेरै धन्यवाद। यदि भगवान् छन् भने भगवान्ले भोला सरलाई पनि हेर्नुहुनेछ। त्यसकारण यो चाहिँ काटिन्छ। महान कार्यमा भोला सरको हात एकदमै अनुकरणीय छ। मेरो एउटा मात्रै अनुरोध चाहिँ के हो भने यो जुन साइकल चाहिँ इलेक्ट्रिक साइकल उहाँले चाहिँ पाउनु भएको छ हाम्रो गोविन्दजीले, उहाँको घर चाहिँ अत्यन्तै विकट ठाउँमा भएको हुनाले घरमा लान यो इलेक्ट्रिक साइकल लिएर जान र राख्नलाई समस्या छ। त्यसको लागि चाहिँ वडा कार्यालयसँग हामीले समन्वय गरेर वडा प्रतिनिधिसँगै हामीले के भन्यौँ भने यो गोविन्द चौधरीको इलेक्ट्रिक साइकल चार्ज गर्ने र राख्ने सम्मको व्यवस्था चाहिँ वडा कार्यालय मार्फत होस् भनेर हामीले उहाँलाई अनुरोध गरेका छौँ। उहाँले हाम्रो अनुरोधलाई स्वीकार्नु पनि भएको छ। यति कार्य चाहिँ वडाले यो पुण्यको काममा यति चाहिँ एउटा इँटा चाहिँ वडा कार्यालय पनि थपिदियोस् भन्ने मेरो कामना र अब के धेरै के भन्नु र भोला सर अब गोविन्दजीले आफू रामको भक्त, उहाँले झन् आफूभन्दा राम्रो हनुमान भेटाउनु भएको छ। उहाँले चाहिँ मलाई अहिले उहाँको ब्याग माग्न लगाएर त्यहाँ मैले केही लेखेको छु त्यो चाहिँ पढेर सुनाइदिएँ भनेर मेरो अव्यक्त भावना चाहिँ व्यक्त गरिदिएँ भनेर भनेको हुनाले म यहाँ गोविन्द चौधरीले लेखेको कुरा म चाहिँ व्यक्त गर्न चाहन्छु। यो उनको अन्तरात्मादेखि प्रस्फुटित चाहिँ भावना हो। उहाँले लेख्नु भएको छ, धन्यवाद भोला भट्टराईज्यू साथै सम्पूर्ण सहयोगी मनहरू। मैले सायद पूर्व जन्ममा राम्रै काम गरेको रहेछु जसले गर्दा आज हजुर जस्तो सहयोगी मान्छे फेला पर्नुभयो। हजुरले गरेको यो गुण म जुनीभरि भुल्ने छैन। आगामी दिनमा पनि सहयोग गर्नुहुन्छ भन्ने आशाका साथ धन्यवाद भन्न चाहन्छु। मलाई हजुरको घर देख्दा धेरै दुःख लाग्यो। आफ्नो पीडा लुकाएर हजुरले मेरो लागि धेरै दुःख गर्नुभयो। यो जुनीमा त मैले हजुरलाई केही दिन नसकुँला, तर अर्को जुनी पाएँ भने हजुरको निमित्त केही गर्छु। सम्पूर्ण सहयोगी मनहरूको इच्छा कामना सम्पूर्ण पुरा होस् भनी भगवान्सँग प्रार्थना गर्दछु भनेर गोविन्दले आफ्नो अव्यक्त भावना चाहिँ लिखित रूपमा व्यक्त गर्नुभएको छ। सबै उपस्थित मेरा मान्यजनहरू, सहयोगीहरू सबैलाई मेरो हृदयको अन्तस्करणबाट मेरो सम्पूर्णमा मेरो चाहिँ नमन, धन्यवाद।